जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा देखिएको छ। नेपाल पनि यस समस्यासँग जुधिरहेको छ। यसले हाम्रो वातावरण र मानिसको जीवनयापनमा समेत असर गरेको छ। बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि जस्ता कारण हाम्रो कृषि पेशा जोखिममा परेको देखिन्छ। हाम्रा गाउँघरका धेरै मानिसहरू कृषि पेशामा संलग्न छन्, तर उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन। खडेरी, तापक्रम वृद्धि, कमसल बिउ आदिको कारणले गर्दा नयाँ नयाँ रोग तथा किराहरूको प्रकोप बढेको छ। जति मेहनत गरे पनि उब्जनी बढेकै छैन र उत्पादनको पनि उचित मूल्य नपाउँदा कृषि पेशा झनै सङ्कटमा परेको छ। यसै कारण कतिपय मानिसहरू बसाइसराई गरेर अन्यत्र जाने गरेका छन्। अनपेक्षित रूपमा नदीहरूको बहाव बढ्नाले कतिपय गाउँ बस्ती नै सखाप भएको छ। यसबाट नदी किनार र तटीय क्षेत्रमा बस्ने मानिसहरू अझ बढी जोखिममा रहेका छन्। नदी कटानबाट आफ्नो गाउँ बस्तीलाई जोगाउन ढुङ्गाका पर्खालहरू लगाउने, वृक्षारोपण गर्ने जस्ता परम्परागत रूपमा प्रयोग गरी आएका अभ्यासहरू उपलब्धिमूलक हुन सकेका छैनन्। अरे आज राति कति ठुलो पानी परेछ। तलको सुन्तला बगैँचा सहितको बारी पहिरो गएर खोला सबै पुगेछ। सखापै भएछ नि। यो समय यति ठुलो पानी नपर्नु पर्ने हो, तर आजकल के भएको कुन्नी? हाम्रो बस्तीका धुले दाइको पनि यस्तै भएछ। हामी त बर्बादै भयो नि। यस्तो किन भएको होला? के भएछ? ओहो, ठुलो नोक्सान भएछ। ओहो, अब यसको बारेमा कुरा गर्नु पर्यो। अब टोल विकास संस्थाको बैठक गरेर यस बारेमा छलफल गरौँ। हाम्रो गाउँहरूमा पानी आउँदा भल बग्ने गल्ली तथा खोल्साहरू थिए। अहिले त्यस्ता ठाउँहरू अतिक्रमित हुँदा पानी भल बग्ने बाटो नभएर पानी बाढी पहिरो समस्या भएको हो। हामीले सही तरिकाले जमिनको उपयोग गरेका छैनौँ। ताल, पोखरी, ढुङ्गेधारा तथा वन संरक्षण जस्ता काम पनि गरौँ न। खाने पानीको मुहान सुक्दै गएर होला। हाम्रो घरमा पानी आउनै छोड्यो। मुहान फोहोर भयो, पानी सफा छैन, हेर्दैमा धमिलो देखिन्छ। माथि टोलका मानिसहरूले जथाभावी फोहोर फाल्दा हामी तल बस्नेहरूलाई असर गरेको छ। यसको समाधान गरौँ। हामीले हाम्रा समस्याहरू बतायौँ, तर समाधानबारे केही भन्न सकेनौँ। त्यसैले अब वडा कार्यालयमा गएर यसको समाधान के होला भनेर छलफल गरौँ। ओहो, हजुरहरू आउनु भएछ, के का लागि हो? विविध कारणले हाम्रो समाजमा, हाम्रो टोल छिमेकमा विभिन्न समस्याहरू देखिन थाले, वातावरणसँग सम्बन्धित। त्यसैले गर्दाखेरि त्यसको साझा समाधान के हो भनेर यहाँहरूसँग छलफल गर्नलाई हामी आएका हौँ। हो त, हिजो राति ठुलो बाढी आएर हाम्रो सुन्तला बारी बगायो। समस्या हामीले सोचेको भन्दा ठुलो आउन थाल्यो। यसको समाधान कसरी गर्ने त? हामीले समाधान खोज्न सकेनौँ। अब हाम्रो वडाका यस्ता समस्याहरूका बारेमा गाउँपालिकामा गएर अध्यक्षसँग कुरा राखौँ न त। कुरा चाहिँ गाउँपालिका अध्यक्षज्यूसँग राखौँ। अब आजको बैठक यतिकै सफल। नमस्कार, म गाउँपालिकाको अध्यक्ष, यहाँ उपस्थित हुनुभएका वडाका अध्यक्षज्यू र सम्पूर्ण प्रतिनिधिहरू र प्रशासकीय अधिकृत लगायत सम्पूर्णलाई यहाँ स्वागत छ र हाम्रो आजको बैठक सुरु गरौँ। अस्ति राति ठुलो पानी पर्दा हाम्रो वडाको पुछार बस्तीमा पहिरो गएछ। माधव काकाको सुन्तला बगैँचा पहिरो गएर खोलामा मिलेछ। आजकल असमयमा किन यति ठुलो पानी पर्छ? चाहिने समयमा पानी पर्दैन। पोहोर साल पानी नपरेर समयमै धानको बिउ राख्न पाइएन। यस्ता अनेकौँ कारणहरूले गर्दा कृषकहरू समस्यामा परेका छन्। हामी यही विषयमा कुरा गर्न यहाँ आएका हौँ। खडेरीका कारण हामी महिलाहरू घाँस दाउरा र पानी लिनका लागि धेरै टाढा जानु परेको छ। अब के गर्ने अध्यक्षज्यू? हाम्रो गाउँमा आपद विपद पर्दा प्रयोग गर्ने खुला क्षेत्र पनि छैन। वर्षाको पानी आउँदा भल बग्ने बाटो नहुँदा बस्ती र खेतबारीमा ठुलो बाढी आए जस्तो पानी आउँदा पहिरो जानु गरेको हुँदा बाली नालीको नोक्सान भएको छ। हाम्रोमा त खानेपानीको मुहान सुक्दै गयो, पानी फोहोर छ। यसले गर्दा मानिसहरू बिरामी गर्न थाले। बालबालिकाहरूको लागि खेल्ने ठाउँ छैन। अलिअलि भएको सार्वजनिक जमिन पनि
अतिक्रमित हुँदैछ, गाउँ सुक्खा छ, हरियाली क्षेत्र कम छ। हजुर, मैले तपाईँहरूको समस्या बुझेँ। म अहिले नै समाधान बताउन सक्दिनँ। हामी एउटा गाउँपालिकाले मात्रै पनि सबै समस्याको समाधान गर्न नसकौँला, तर पनि प्रयास गरौँ। यसको लागि उपयुक्त योजना बनाउनुपर्छ। तपाईँहरू सबैले आफ्नो बस्ती, टोल, ओडा र तहमा गई छलफल गरेर आफ्ना प्राथमिकताहरू लिएर आउनुहोला। योजना बनाउन हाम्रा कर्मचारीहरूले पनि सहयोग गर्छन्। दीर्घकालीन समाधानका लागि गाउँपालिकाले अन्य स्थानीय तह र जिल्ला तथा प्रदेश तहमा पनि कुरा राख्नेछ। तपाईँहरूलाई हामीले सकेको सहयोग गर्नेछौँ। अध्यक्षज्यूले राम्रो कुरा गर्नुभयो, हामी यसै गरौँ। हुन्छ साथीहरू, अब आज यो सँगसँगै आजको बैठक पनि यहीँ समाप्त गर्छ। आज तपाईँ हामी सबै मिलेर हाम्रो समस्याको समाधान हुने गरी साझा योजना बनाऊ भनेर यो बैठक आयोजना गरिएको हो। तपाईँहरूको आवश्यकता धेरै होलान्, तर गाउँपालिकाको स्रोत सीमित छ। यसैले एकैचोटि सबै समस्याहरूको समाधान गर्न सक्दैन, तर हामी सबै मिलेर यसको उचित उपयोग गर्ने हो भने केही वर्षमा हामी सबैको समस्या समाधान हुन सक्छ। कुरा ठिक हो, पैसा जति सबै सडकमा हालेर हाम्रो समस्याको समाधान हुन्छ त? हुँदैन। जताततै डोजर चलाएर जमिन खन्दा पनि यस्तो समस्या आएको हो। ठुलो पूर्वाधार विकासका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग मागौँ न। हाम्रो अन्य समस्याहरूको प्राथमिकता तोकौँ र बजेट विनियोजन गरौँ। हामी यहाँ वडाभरका बस्तीबाट प्रतिनिधि आएका छौँ। हामी कसैको प्राथमिकता कृषिमा होला, कसैको सरसफाइमा होला, कसैको फोहोर मैला व्यवस्थापनमा होला, कसैको नदी नियन्त्रणमा होला, पहिरो रोकथाममा होला, अनि कसैको शौचालय निर्माणमा होला। यो कसरी गर्ने? हाम्रा समस्याहरूको समाधानको लागि वातावरण संरक्षण गर्ने, जलवायु परिवर्तनको असर कम गर्न सघाउने र यसै अनुरूपको योजनाहरू छनौट गर्दा राम्रो होला जस्तो लाग्छ मेरो विचारमा। नमस्कार, म गाउँपालिकाको विपद व्यवस्थापन शाखाको शाखा प्रमुख। मेरो विचारमा वातावरण शिक्षा, स्वास्थ्य, सरसफाइ, फोहोर मैला व्यवस्थापन, पानी मुहान संरक्षण, बाढी पहिरो नियन्त्रण, खुल्ला क्षेत्र व्यवस्थापन र जलवायु उत्थानशील कृषि जस्ता क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनु उपयुक्त हुन्छ। यो सबै काम कसरी सम्भव होला? यसमा धेरै बजेट र जनशक्ति आवश्यक हुन्छ। कुरा ठिक हो, तर हामी सबैले साझा लक्ष्यका साथ एकजुट भएर काम गर्यौँ भने स्रोत र सहयोग जुटाउन सक्छौँ। केही वर्षमा हाम्रो सबै योजना पुरा गर्न सकिन्छ। वातावरण मैत्री स्थानीय शासनले हाम्रा समस्याहरूलाई समेटेको छ भन्ने सुनेको थिएँ। यसको अवलम्बन गरेर हाम्रो समस्या समाधान गर्न सकिन्छ नि। नमस्कार, म यस गाउँपालिकाको योजना शाखाको प्रमुख। अध्यक्षजीले ठिकै भन्नुभयो जस्तो लाग्छ। हाम्रो गाउँपालिकाले यसै वर्षदेखि वातावरण मैत्री स्थानीय शासन अवलम्बन गरेको छ। यसले यहाँ उठेका सवाल र प्राथमिकताहरूलाई समेट्छ जस्तो लाग्छ मलाई। यो त राम्रो कुरा भयो। अब हामी सबैले आफ्नो टोल विकास संस्थालाई सक्रिय बनाई वातावरण मैत्री योजना निर्माणमा सहयोग गरौँ न। आज निकै राम्रा विचारहरू आए। अब तपाईँहरू सबैले आफ्नो टोल बस्तीका प्राथमिकताहरू तोकी वडा कार्यालयमा आफ्ना योजनाहरू पेश गर्नुहोस्। हामी यस विषयलाई वडाको प्राथमिकतामा राखी गाउँपालिका तहको योजनामा समावेश गर्नेछौँ। ल, आजको बैठक यही सकिन्छ। नमस्कार, आजको यस सभामा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू र सदस्यज्यूहरू र आजको बैठक सुरु गरौँ। आजको कार्यपालिका बैठकबाट गाउँपालिका भर वातावरण मैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने र वडाबाट माग भइआएका योजनाहरू स्वीकृत गर्ने निर्णय गरियो। यो निर्णय स्वीकृतिका लागि गाउँ सभा बैठकमा पेश गर्छौँ। कार्यपालिकाबाट प्रस्ताव गरिएको योजना स्वीकृतिको लागि यो सभामा पेश गर्दछु। यो प्रस्ताव स्वीकृत भएको घोषणा गर्दछु। हामी तपाईहरूले गर्नुभएको यस्तो राम्रो कार्यलाई निरन्तरता दिन सहयोग गरिरहन्छौँ र
र यहाँको सिकाइलाई अन्य वडाहरूमा पनि विस्तार गर्छौँ। धन्यवाद। यहाँको सफलताबाट हामी प्रभावित भयौँ र यो वातावरण मैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने प्रतिबद्धता हामी सबैलाई अवलम्बन